वेलकम ब्याक टु माई भिडियो भन्दैछु साथीहरू। नयाँ दिन नयाँ भिडियोको सुरुवात गरिसकेको छु। सो आज चाहिँ के छ भनेदेखि स्पेसल मेरो हस्बेन्डले सपिङ लानुहुँदैछ। सपिङमा के हुन्छ लेट्स सी। हेरौँ है त। अब म चाहिँ पहिला क्विकली रेडी हुनुपर्ने हुन्छ। रेडी भएपछि आउँछु है त। सो साथीहरू म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हामी जानलाई रेडी छौँ। बुढोलाई बोलाउँछु है। रेडी होइन हामी? कहाँ जाँदैछौँ? बजार जाँदैछौँ। के किन्नु? खोइ के किन्नु? सरप्राइज सपिङ छ अरे आज। बुढाले के किनिदिने हो हेरौँ। यो बुढाको हेयर चाहिँ मैले काटिदिएको नि फेरि हो कि होइन? मेकअप आर्टिस्ट, हेयर आर्टिस्ट सबै होइन? ल त हेर्दै गर्नु है। कति मिनटको अहिले? आज चाहिँ अस्मी बहिनीको भिडियो यो। राम्रो देखिन्छ त। आइफोनभन्दा कम छ मेरो फोन। फोटो देखिरहेको फोटो कि भिडियो? भिडियो आज अलि शान्त छ। प्रिन्स छैन, एरोन छैन, आरोही छैन, बिहेमा ढोग्नु म बस्यो भने के त्यहाँ के भन्नु? 2 वर्ष काको 2 वर्ष के भयो? नयाँ लुगा नकिनेको कति भइसक्यो के यो यति दिनु कि अझै कन्टिन्यू गर्नु? त्यही मलाई दिनु। अनि के खाँदाखेरि के गर्छ त? खै आटाउको म गरिदिन्छु। को भाइ यहाँबाट खाऊ।
राष्ट्र पूर्वी सारा सबै सक्यो अब आमाले खोइ त टिपी नै सकेको थिएँ दिँदै हुन्छ त खोइ ह्याप्पी बर्थडे माइली फेरि ह्यापी बर्थडे माइली माइली दिदी भन्नु त मैले खोइ उयो क्या किन उसले रोशनालाई दिए ओइ अन्तनालाई देखाइदिए रोशना यहाँ हामी कहाँ गएको मम्मी हामी मामाला सग्राती खान गएको सङ्क्रान्ति चाहिँ सकिसक्यो 5 गते अब लोसार खानु के भन्छ सोनाम लोसार के हो सोनाम लोसार हो उही राम्री अरे हेर्नु न उहाँ भैँसी जस्तो हाम्रो मामा घर आउनु आँटेको 5 मिनट पनि लाग्दैन हाम्रो मामा घर आउनुलाई चाहिँ मामाको छोरी बसिरहेको छ आइसा यो चाहिँ हाम्रो मामा घर सबैजना घाम ताप्दै हुन्छ यो खाएर लाग्नु लागिसक्यो जेठा मामा यता भदै छोराले ल्याङ गरिसक्यो जान्छ अरे आमा 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 चाहिँ कहीँ सुन्नुहुन्न माम खानु हुँदैछ आमा त्यही त 5 चोटि बोलायो अनि बल्ल सुन्नुभयो आमा के खानु भएको खिचेको भन्नु आमा तपाईँको घरमा आज के छ भन् न सुन्नुभएको छैन तपाईँ ठुलो छोरी बोल्नु न आज तपाईँको घरमा के छ अरे आमा आज हामीलाई किन बोलाउनु भएको खाना के खाना ए सङ्क्रान्ति खाना भन्नु न यता हाम्रो सानो आमा सन्चै हुन्छ सन्चै हुन्छ अरे हाम्रो सङ्क्रान्ति खाना हेलो ब्रदर ठिक छ खाइल राम्रो भयो मख कपाल टिक्लु भएर मख बला छिटो चिनेन भाइले ए चिनेन अरे यो भाइ होइन यो भाइ हो नि तँ पनि भाइ हो नि ए चिनायो